नमस्ते नमस्ते सबैलाई। आज हामी चाहिँ सोमबारको दिन यस्तो भएको थियो कि कुरै छोड्दिनु। यहाँ त खराडीले गर्दा भएको मकैहरू पनि सुकिसकेका थिए र अलिकता त्यतिखेर पानी नपरेर धेरै नै गर्मी बढेको थियो र त्यस बेलुकापट्टि हाम्रो पानी परेर हामी चाहिँ शीतलमा यसो जाऊँ न त भनेर हामी चाहिँ हिँडिरहेका थियौँ। हामी रोडमा हिँड्दैछौँ। यो चाहिँ मिलन चोकदेखि बिच इत्राम पुल भन्छ। इत्राम पुलदेखि अलिकता माथिको रोडमा हामी चाहिँ हिँडिरहेका छौँ। यो चाहिँ घरहरू त्यहाँ पनि अहिले धेरै नै राम्रो भइसकेको छ र दुईजना गएको थियौँ, म र विवेक दाई। दुईजना हिँड्दै गफ गर्दै मैले चाहिँ भिडियो बनाउन त दाइ त्यसो भए युट्युबमा हालौँला र हाम्रो पानी परेको शीतल थियो त्यतिखेर, त्यही भएर एकदम शीतल भएको कारणले गर्दा हामी चाहिँ हिँड्दै गएका थियौँ र उता पनि ठ्याक्कै धमला चोक माथिपट्टि चौरसम्म पुग्ने भन्ने भइरहेको थियो। अनि विवेक दाइले भन्नुभयो कि उतै नै जाऊँ न, नभए हेर्दैन जाऊँ घुम्दै भन्नुभयो। कोठामा पनि कति बस्नु, अब बसे दिनभरि बसे त्यही कारणले गर्दा हामी यसो न माइन्ड फ्रेस गर्न गएको। त्यतिखेर खिचेको यो भिडियो र त्यतिखेर मान्छेहरू पानी भर्खरै नै ओथाएको थियो र मान्छेहरू त्यति चलेका थिएनन्, कोही मात्रै चलिरहेका थिए अनि मान्छेहरू त्यति थिएनन्। अनि हामीहरू चाहिँ गएर उता पनि हेरियो जे होस्। यो चाहिँ हामी ठ्याक्कै धमला चोक पुग्ने ठाउँको नजिक हो। त्यहाँ होटेल छ चिया खाने। यो होटेलमा राम्रो चियाहरू पाउँछ। भाइहरू साइकलहरू चलिरहेका थिए। तलको चाहिँ ग्राउन्डमा चाहिँ बल खेल्नेहरू साथीहरू धेरै थिए र यो हाम्रो यो चौरमा चाहिँ भलिबल फुटबल खेल्छन् यता र उतातिर चाहिँ हाम्रो कर्णालीकै अहिले क्रिकेटको लागिरहेको छ, मौसमहरू लागिरहेको छ, दिनमा भइरहेको छ। अब 1-2 दिन पछाडि चाहिँ सकिन्छ होला नि गेम। तर हामीहरू गयौँ, तर पानीको कारणले सबै मान्छेहरू भागिसकेका थिए, त्यति मान्छेहरू थिएन र हेर्नुहोस् हामीहरू त्यहाँबाट मैले अलिकता यो दृश्य पनि खिचौँ न भन्ने लाग्यो, तर हामी गएर त त्यहाँ बुझ्न सकिएन। क्रिकेटहरू खेल्ने मैदानमा अझै पनि प्लास्टिकहरू बिछाएर पनि खेल्ने सुरुवात अलिकता भइसकेको थियो र हामी त्यहाँबाट ओह्राएर नै आइसक्यौँ। ओह्राएर यता धमला चोकमा पर उताको चोकमा पुगिसकेका थियौँ। त्यहाँबाट हामी सबै घुम्दै गइयो। त्यही दिन शीतल पनि एकदम राम्रो भएपछि नै, नत्र गर्मी त धेरै छ नि सुर्खेतमा। सुर्खेतभन्दा अझ नेपालगञ्ज फुलपुरतिर पनि धेरै नै गर्मी छ। अहिले समयमा पानी परेको छैन र माथि पहाडतिर हाम्रो गाउँहरूतिर धेरै नै पानी परिरहेको छ। दिनमा पानी परिरहेको छ। यहाँ त पानी नै पर्दैन, यस्तो समस्या आइरहेको छ। अब जलवायु परिवर्तन भइरहेको छ अहिले चाहिँ। त्यही भएर सबै जलवायु परिवर्तनमा सबै मानिसहरू सचेत हुनुपर्छ र यस्तो गर्मीमा धेरै हिँड्नु पनि हुँदैन र धेरै चिसो तातो बरफहरू पनि खानु हुँदैन, निमोनिया हुनसक्छ। गर्मीमा चाहिँ अलि सुहाउँदो ठ्याक्कै गरेर गर्ने। हाम्रो यहाँ त सुर्खेतमा त केही छैन, तराईतिर चाहिँ धेरै नै गाह्रो छ। जाडोले गर्दा कति मान्छेहरू मरेका हुन्छन् र गर्मीले गर्दा कति मान्छेहरू मरेका हुन्छन्। त्यस्तो छ
अलिकता हामीले हेर्दाको अलि ठ्याक्कै राम्रो भएको छैन। त्यही पनि तपाईँले साथ सपोर्ट अनुसार यो भिडियो एउटा पनि स्किप नगरी हेरिदिनु होला। अनि हामीहरू तपाईँको प्रतिक्रिया मार्फत ल्याउँ